हेलो गुड मर्निङ गाइस। आज चाहिँ म तपाईहरुलाई यो कटर मेसिनलाई टेबल सॉ मेसिन कसरी बनाउने म तपाईहरुलाई यो कटर मेसिन त चिन्नुहुन्छ होला। यसलाई टेबल सॉ मा कसरी राख्ने म तपाईहरुलाई डिटेल्समा जानकारी दिँदैछु। टेबल मा सेट गर्नको लागि चाहिँ पहिला हामीले यहाँ दुलो पार्ने टक्क नट अडाउनको लागि र हाम्रो यहाँ 4 वटा नट पनि छ। अन्त यो चाहिँ हाम्रो यो चाहिँ बटमको लागि हो, छेक्नु फ्लेक्सिबल हुन्छ। अहिले देखाउने छु र हामीले यो जुन छ यो नाप अनुसारको चाहिँ दुलोहरु खोपिसकेछौं। अब यसलाई चाहिँ हामी सेट गर्दैछौं। ल गाइस, अब चाहिँ हामी टेबलमा कसरी सेट गर्नेछौं देखाउ। हामीले यसरी नटलाई चाहिँ 4 पट्टिबाट यसरी राखिएको छ र यो दाँत चाहिँ तपाईहरुको यसरी फ्लेक्सिबल हुन्छ। तल माथि यहाँ घटाउन सकिन्छ। अहिले म देखाउँछु। र यहाँ चाहिँ हल्का दाँत निस्किरहेछ र यसरी नटलाई चाहिँ यहाँनिर राखिएको छ। एउटा, दुईटा, तीनटा, 4 वटा नटले। र यहाँ चाहिँ मोबाइल पक्रिँदै काम गर्नु असुविधा भएको कारणले म अहिले नट कसेर देखाउने छु। हामीले सेट गरिसक्यौं। ल हामीले यसलाई फिक्स गरिसक्यौं। यो चाहिँ यो लेभलमा काठ चिलाउँदा ठोकिन्छ, त्यो भएर अलिकति डाउन हुने गरी खोपेर राख्नुपर्छ। र हामीले अब कति साइजको काट्ने त्यसको लागि एउटा फ्लेक्सिबल कुन्या जस्तो एउटा बटम साइज बटम निकाल्नु पर्छ। हामीले यसलाई यस्तो तरिकाले हामीले खोपेर पहिला बनाउनु पर्छ। यसरी हो। अन्त हाम्रो यहाँनिर दुलो छ दुईटा। यो चाहिँ यहाँनिर यसरी टक्क मिलाउने। यो 12 को नट बल्टु लामो चाहिन्छ, अलिकति लामो। यो वासरहरु दियो भने पनि राम्रो स्लिप नहुनुको लागि। यसलाई चाहिँ मैले यहाँ अलरेडी दुलो बनाइरहेको छु र यहाँ दुलोबाट निस्किने छ। यसरी तलबाट नट यसरी राख्नुपर्छ। ल हामीले दुईटै नट यहाँ छिराएर राखिसकेका छौं। यो अलिकति असुविधा भयो भिडियो गर्ने र यो चाहिँ यसरी सर्छ है। हामीलाई जतिकोमा चाहिने ठक्क निकाल्यो। यो खोल्यो निकाल्यो यसरी चिर्न सकिन्छ। यो चाहिँ मेरो एक हातले गर्दैछु, त्यही भएर अप्ठ्यारो भयो। भिडियो गर्ने मान्छे भयो भने चाहिँ यसरी दुई हातले, एउटा यतापट्टि समायो एउटा हातले यता सर्ट यसरी जति पनि निकाल्न सकिन्छ हामीले जुन साइजमा काट्ने। आराको दाँत निस्किनुलाई चाहिँ हाम्रो कटर मेसिनको दाँत निस्किनुलाई चाहिँ यहाँ हामीले अलरेडी यो नट सेट गरेर यसलाई यो अलिक मेरो टेबल चाहिँ घरकै टेबललाई बनाएको कि टेम्परेरी। र यसलाई यो हामीले तपाईहरुलाई थाहा छ धार कति निकाल्ने हो भनेर। यो खोल्यो सट्ट यसरी निकाल्ने। फुल चाहिने कि यति मात्रै चाहिने कि यो हाम्रो चाहिँ लास्ट यो पटाइ अलिक मोटो 1 इन्चीको भएको कारणले धार कम्ती निस्केको छ। यसलाई चाहिँ तपाईहरुले 3 पाउने इन्ची बनायो भने अझै अलिकति बेसी लामो निस्किन्छ। र दाँत निस्क्यो भन्दैमा बेसी निकालेर चलायो भने मेसिनलाई लोड पर्छ। काठको क्वालिटी हेरेर कुन काठ कतिमा चलाउने। यसलाई यो हाम्रो 1.5 इन्ची निस्केको छ। टक्क चौकटको लागि ठिक्क हुन्छ खोप्न। 2.5 इन्ची सम्म चाहिँ यसले छिनाउँछ।
एक लाइनमा 1.5 इन्ची र 2 त्यसलाई फेरि फर्काएर लायो भने यो टाइट गरेपछि यो धार अब झर्दैन तपाईहरुको जति गरे पनि झर्दैन र हामीलाई अब कतिमा चाहिने 1 इन्ची 2 इन्ची 3 इन्ची 4 इन्ची र यो मेरो अहिले 1 फुटसम्मको चाहिँ बनाउँछु 1 फुटसम्मको चाहिँ साइज गर्न सक्छ है यसले गाइस कमेन्ट गर्नु होला लाइक सब्स्क्राइब गर्नु होला र तपाईहरुलाई अझै कमेन्टमा भन्नु होला अझै राम्रो तरिकाले सेट गरेर देखाउनु भन्ने चाहिँ म फेरि देखाउने छु हाम्रो यहाँ मुनि स्विच हुन्छ यो स्विचलाई चाहिँ एकदम फिक्स गरेर लक गर्नुपर्छ अन्त घुमेको घुमेकै हुन्छ म तपाईलाई घुमाएर देखाउने छु एकचोटी मैले प्लग लगाइसके यहाँदेखि म तपाईहरुलाई चालु गरेर देखाउने छु अब लक लगिसकेको छु मैले यो घुमेको घुमेकै हुन्छ गाइस म चाहिँ अब तपाईहरुलाई सानो डेमो देखाउन गइरहेको छु यो हाम्रो यहाँनिर पतला मोटो बिट छ यसलाई एक लेभलमा म निकालेर देखाउँदै छु र हामीलाई यो 3 सुताको चाहिएको छ भने म 3 सुतामा फिक्स गर्दै छु हामीलाई चाहिने 3 सुता र मैले सेट गरिसकेको छु अब हामी यसलाई सेट गरेर फिक्स बस्दैछु र हाम्रो यो फिक्स भइसकेको छ टेबल पनि हल्लिने जग्गामा परेछ टेबल नहल्लेको राम्रो दर्शक ल मैले मेसिनलाई डाइरेक्ट बनाइसकेको छु यहाँदेखि यहाँसम्म हेर्नु होला खोइ गिटार त छैन तल्ल छ किचनमा होला ए एक साइज हैन एक साइज के बनाउनु भएको भनेको नि